年兄，完了，年兄也好，年兄比啥都能。एकदमै खतम छ खोला तरेमा यो भयो बिस्तारै आउनुपर्छ ढाप्ने फेक खोला दिएगा ओ कान्ता छुट्टी ल्याउनु न चलो नमस्ते, मेरो नाम सङ्गीता बजाचार्य हो। मेरो जन्मथला यहीँ घरदी गाउँ कल्लेरी हो। नमस्ते, मेरो नाम मुया साक्या हो। अब यहाँ यो देउटा चाहिँ उद्घाटन गरेको कहिले भनेर चाहिँ गर्नुभयो? हामीलाई सपना देखाएर गरेको हो। सपना देखाएर फेरि शरीरमै चढेर बोलेर
भगवान निकाले भयो बोल्न आउनुभयो। अनि यो कति भयो? 5 वर्ष भयो। बारम्बार सपनामा दिएको 20-25-30 वर्ष भइसक्यो सपना दिएको, बारम्बार दिएको भएर यहाँ हामीले जिउमै चढेर नि बोलेको भएर हामीले यहाँ खनेर निकालेको हौँ। लक्ष्मीनारायण धाम 33 कोटी देवी देवताको बास छ भन्नुभएको छ भगवानले। हामीले 5 वर्ष भयो यहाँ भगवान निकालेको। यो पशुपतिनाथ भन्नुभयो है। अनि यहाँ चाहिँ यहाँ लड्काउने बस्यो पञ्चकने पाथी भएर आमा भन्नुभयो यता है। अनि यता चाहिँ के भन्छ काशी गया भन्नुभएको छ यो चाहिँ है। काशी गया भन्नुभयो। यो चाहिँ यो काल भैरव होइन, अनि क्षेत्रपाल भैरव, अनि के भैरव भन्नुभएको थियो अर्को सेतो भैरव। एउटा काल भैरव, सेतो भैरव, अनि क्षेत्रपाल भैरव भन्नुभयो होइन। यो छ नि यो चाहिँ मसिन्द्रनाथ भन्नुभएको छ। आनन्दधारी भन्नुभएको छ। आनन्दधारी लोकेश्वर भन्नुभयो चाहिँ लक्ष्मीमा। अनि यो चाहिँ बडा नीलकण्ठ नारायण भन्नुभएको छ हामीलाई चाहिँ होइन। अनि यो चाहिँ आशापुरी नारायण भन्नुभएको छ। यो चाहिँ सत्यनारायण भन्नुभयो होइन। सुन्नु भएन? सुन्नुभयो? अनि यो चाहिँ होइन यो ज्वाला देवी भगवती भएको छ भन्नुभयो होइन। यो अग्निदेवी भन्नुभएको छ होइन। यो अग्निदेवी भन्नुभएको छ होइन। यो चाहिँ यो गोसाई कुण्ड बाबा भन्नुभयो। नारायणको काखमा बस्नु भएको भन्नुभयो। यो चाहिँ आमा पार्वती आमा है, सरस्वती आमा। अनि उयो सरस्वती आमा। अनि यो चाहिँ नवदुर्गे भवानी कुन भन्नुभएको थियो बिर्सिसकेँ मैले। जस आमाको रूप 9 रूपै छ। यो लक्ष्मीमा यो लक्ष्मी भयो। पाउ छोएर बस्नु भएको ब्रह्मा विष्णु महेश्वरको उता मुनि बस्छ नि त लक्ष्मी माता जहिले होइन। नारायणको पाउ छोएर बस्नु सेतो शिला त हामीलाई पञ्चकन्या देवी भन्नुभयो। पञ्चकन्या कुमारी भन्नुभयो। यहाँ खन्दान निस्क्या हो। यही खन्दान निस्क्या हो। नफाल्नु म यो हुँ हेर भन्नुभएको थियो पञ्चकन्या। अनि यो चाहिँ यो विष्णुद्वार यो बाघद्वार है। त्यो चाहिँ के अरे पिखालु भन्नुभएको छ हामीलाई चाहिँ। त्यस्तो भन्नुभएको छ बोल्या बेला। त्यही हो है। यता साइडको त सबै नन्दी भिरन्जी। यो चाहिँ अर्जुनले बाण निकालेर धारा निस्काल्छ नि, धारा पान धारा यो है। धारा पान धारा यो चाहिँ यो अर्जुन भगवान। अर्जुन बाण निकालेर पानी निकाल्छ नि उहाँ चाहिँ त्यस्तो भन्नुभएको छ हामीलाई। यो जलेश्वर महादेव, यो पिण्डेश्वर भन्नुभयो। यो चाहिँ राम सीता लक्ष्मण भन्नुभयो है। त्यो चाहिँ त्यो भन्नुभयो। अनि उतापट्टिको शिला छ नि त्यो हनुमान, वीर हनुमान भनेको छ है। अनि उतापट्टिको मनकामना भन्नुभयो। माजाको छ नि मनकामना। अनि उतापट्टिको चाहिँ त्यो बनझाग्री सुन्दा त्यो 8 कुरा 8 भन्नु ठ्याक्क पाती उहाँकै छेउमै नि उम्रे हेर्नु मैले काट्दा यति झङ्गो। यता चाहिँ सबै देवीहरू बस्नु भएको छ। कुन देवी भनेर चाहिँ अब भगवान आउँदा थाहा हुन्छ। कान साइली यता के देवी भन्नुभएको थियो? देवी अनि त्यो मङ्गला देवी, मङ्गला काली देवी त्यस्तो भन्नुभयो। नमस्कार म यो धादिङ जिल्ला गल्सी गाउँपालिका वार्ड नम्बर 3 बस्ने सन्तराज बजाचार्य हो मेरो नाम। म यहाँ यस स्थानको स्थानीय बासिन्दा हो सर। अनि यो मन्दिर उत्खनन गर्ने क्रममा हाम्रा श्रद्धेय माताजीहरू हुनुहुन्छ, आदरणीय माननीय माताजीहरू हुनुहुन्छ सुमित्रा बजाचार्य र मुया साक्य, सङ्गीता बजाचार्य मुया साक्यजीले पहिला यहाँ छ भनेर हुनुहुन्थ्यो। पुरा पुरानो झाँक्रीले पनि छ भन्नुभएको थियो, तर हामीले पत्ता लगाइरहेको थिएन। उहाँ चाहिँ नि कामदै आउनुभयो र यो ठाउँमा घुप्टो पारेर सुत्नुभयो क्या। म यहीँ छु भन्नुभयो, मेरो माता म यहीँ छु भन्नुभयो। अनि त्यही क्रममा हामीले उहाँ भने ठाउँमा चिनो लाउनु भएको थियो। अनि हामीले लगभग 2-2.5 फिट 2.5-3 फिटै खनेर जुन हेर्नुभएको यो जग्गा होइन 2.5-3 फिटै खनेर चाहिँ हामी उत्खनन गर्ने क्रममा अनि म लक्ष्मी धाम हुँ, म चाहिँ स्वर्गद्वारी हुँ, म चाहिँ नि बागेश्वरी धाम हुँ भन्दै 33 कोटी देवताको स्थान यहाँ छ। हेर्नुहोस् यहाँ अब दुर्गम ठाउँ भएको कारणले हुनाले अथवा भर्खर यहाँ उत्खनन भएको कारण हुनाले त्यति प्रचार प्रसार छैन। अब तपाईँहरूको मिडिया मार्फत देश विदेशमा प्रचार प्रसार हुनका सहज होस् भन्ने कामना गर्छु। चाहिँ अब यो जति बनिएको छ समाचार यो हाम्रो व्यक्तिगत यी हामी 3 जना भनौँ न
उहाँको चाहिँ नि लगानीले मिहिनेतले बनेको यहाँ हामीले धेरै खर्च दुःख त गइसक्यो। हामीले पटक पटक गाउँपालिकालाई पनि भन्यौँ, खासै हाम्रो कुरा सुन्नै भएन। सायद हाम्रो यो भगवान्लाई उहाँ त्यति पठाउन दिनु भएन कि जस्तो पनि लागिरहेको छ हाम्रो कता कता फिल होइन। अनि फेरि यो सार्वजनिक ठाउँमा भए त भए सायद अलि प्रचार प्रसार र अलिकति मान्छेको मुभमेन्ट हुन्थ्यो होला। यो व्यक्तिगत जग्गा भएको कारणले त्यति मान्छेको मुभमेन्ट पनि छैन। अनि त्यसैले अब यहाँ बिस्तारै बिस्तारै प्रचार प्रसार हुँदै जाओस् भनेको छ। बिचमा पनि अस्ति नै तपाईँको काठमाडौँ किर्तिबाट माताहरू आउनुभएको थियो है, अर्को माताहरू पनि आउनु भएको थियो। उहाँले पनि पूजापाठ गर्नुभयो, सबै लाख बत्ती बाल्नुभयो। अनि यहाँ राम्रो ठाउँ छ भन्नुभयो। अनि यहाँ अस्ति नै पनि यहाँ 2टा सेतो नागहरू आफै क्या, अब नाग त अरूको पनि देखाएको थियौँ, तर सेतो नागहरू आफै नाच्दै आउनुभएको थियो क्या, प्रत्यक्ष देखेर हामीले पनि देखेको हो। केही शक्ति नभएको सायद त्यसरी आउने थिएन होला, शक्ति भएर नै आउनुभयो होइन। अनि त्यसै छ हजुर। अब यो तपाईँहरूको मिडिया मार्फत होइन, तपाईँहरूको मिडिया मार्फत सबैलाई आग्रह के गर्छु भनेदेखि सँगसँगै यो विकट ठाउँमा यो भगवान्को के अरे मन्दिरको लागि केही सरसहयोग प्रदान हुन्छ भन्ने आशा पनि गर्छौँ। अब हामीले मात्रै व्यक्तिगत हामी पनि विकट ठाउँमा बस्ने मान्छे, त्यति आर्थिक सम्पन्नवाला हामी परेनौँ। व्यक्तिगत जति गरियो यति चाहिँ हामीले आफ्नो व्यक्तिगत तर्फबाट गरिरहेका छौँ। सँगसँगै यो कुनै जात्रीय निकाय धर्म संस्था सङ्घ संस्थाबाट केही आर्थिक सहयोग भएदेखि यो मन्दिर बनाउन सकिन्छ कि भन्ने आशा छ सर। 33 कोटी देवदेवताको धर्म कर्म मिल्छ भन्ने धार्मिक विश्वास मान्यता पनि छ हजुर है। अनि त्यसैले यहाँ अब हामीले त केही गर्न सकेको छैन। तपाईँको यो जति देख्नु भएको छ नि यो धेरै तल थियो, अहिले त पछि आफै अटोमेटिक माथि माथि आइरहनु भएको छ क्या। पञ्चकुमारी के अरे बजरङ्गबली हनुमान, हिजो उहाँ गुरुले देख्नुभयो होइन, नाग देवता पनि संसार नाग पनि यहीँ हुनुहुन्छ, शेष नागको पनि बास छ भन्ने सुनेको छ। 33 कोटी देवदेवता भने सबै पर्छ यसमा। ल यहाँ आउनु होला, सबै दर्शन गर्नु होला। बिस्तारै बिस्तारै आफ्नो गाउँठाउँ धर्म कर्म गर्नुपर्छ। तर अलिकति दुःखलाग्दो कुरा के छ भने आफ्नो भएको मौलिक धर्म कर्मलाई नासेर हाम्रो विदेशी आयातित धर्मलाई चाहिँ नै मान्छेले बढावा दिइरहेको छ। त्यही कारणले अलिकति दुःख लाग्छ कि हामी मर्नु छ बिरामी हुन्छ भने आफ्नो लेखा भाग्य कर्म त कहीँ जाँदैन। हेर्नुहोस् फलाना ठाउँमा गएर राम्रो हुन्छ कि भन्ने ठाउँमा गएर राम्रो कि भन्यो, तर त्यो एकदम मेरो लागि चाहिँ सरासर गलत लाग्छ। त्यो गरेर त्यो नगर्दै हुन्थ्यो। आफ्नो देशमा जन्मेको भगवान् बुद्धलाई चाहिँ कसैले बस्दै छैन। श्री राम श्री कृष्ण भगवान् हामी हिन्दू राष्ट्र चाहिँ भन्छौँ, तर चाहिँ सरासर अमेरिका आयातित धर्म क्रिस्चियन हुन लागिसक्यो नेपाल भन्दा यस्तो दुःख लाग्दो कुरा छ। यसो नभइदिए हुन्थ्यो होइन। आफ्नो रीतिरिवाज धर्म संस्कृति परम्परा जोगाइ राख्नुपर्छ भन्ने सबैलाई म अनुरोध पनि गर्न चाहन्छु। हस्त नमस्कार हजुर।